बेलामा हरेस खाँदामा छातीमा मेरो बही। सबैजनालाई स्वागत छ मेरो यो भ्लगमा है। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। म चाहिँ यहाँ ब्यारेकमा हिँडेको, यता नारायण हिटीतिर छु अहिलेको लागि चाहिँ। त्यसैले आर्मीतिर हो नि त केटा हो, भिड्नेमा त्यही त हो। आर्मीतिर जानुपर्छ, आफ्नो देशको सेवा गर्नुपर्छ। केटाहरू त कहाँ हो कहाँ, तिमीहरू पनि आऊ, यस्तो हानिदेऊ न तल कहाँ मचाइदिनु पर्ने हो के। त्यो जेन्जी आन्दोलन गरेर मात्र हुँदैन, बुझ्यौ नि केटा हो। चाहिँ यसो आर्मीको भनौँ न बोलाएपछि आइदिएको। अब चाहिँ गएर पुगेर के भन्ने थाहा छैन। तपाईँहरूलाई देख्नु भने पनि भिडियो बनाउनु मिल्दैन भित्र लगेर, त्यही भएर म भन्छु नि निक्लिएपछि आज दारी सारी काटेर है त्यो ठिक्कै हामीसँग परेर हिँडेको। सक्नुहुन्छ है, म नारायण हिटीतिर हो, यसो घुम्दै घुम्दै रमाइलो छ जिन्दगी। घुम्ने खाने काम गर्नुपर्छ घरिघरि, घरिघरि त होइन जहिले पनि काम गर्नुपर्छ, त्यही हो। अब रोड क्रसै रोड क्रस हान्नुपर्छ, बिस्तारैमा गाडीहरू हुन्छ। जस्तै एउटा गाडी जाऊ भनेर यहाँ सही छ मान्छेहरू जानु ठाउँमा। खाना कमाउनलाई पर्छ, त्यस्तै हो। अब हिँड्नुपर्छ बाटोतिर खाना भएपछि। अस्ति त म हराइदिएको नि त यहाँ आधी घन्टा जति, कहाँ हो भनेर। फर्स्ट टाइम आएको थिएँ त्यतिखेर केही थाहा थिएन, अहिले त बाटै हिँडेको सबै कुरा थाहा छ। यो बाटो सिधै एक राउन्ड हान्नुपर्छ कि यसको, यो वालको पुरै एक राउन्ड जति हानेपछि धेरै ठुलो छ। लाग्छ होला 10-15 मिनटै लाग्छ एक राउन्ड हान्नलाई पनि, त्यही भएर त्यस्तै हो। तपाईँहरू पनि यसो ट्राई गर्न सक्नुहुन्छ आर्मीमा। यहाँ सबैजना आफ्नो लाइफ सुन्नुपर्छ कि आफ्नो लाइफमा के गर्न सकिन्छ त्यही गर्ने हो। अब ट्राई त गर्दै गयौँ, मैले पनि एकचोटि के हुन्छ हेरिदिउँ न है। अघि चाहिँ म टिकटक बनाउँदै थिएँ कि एउटा इङ्ग्लिस गीतमा, टट्ट आइदिइराखेको कि मान्छे कस्तो लाज लागेको कि, कस्तो लाज लागिरहेको कि उतो गर्न त के भन्छ टिकटक बनाउनु के। मान्छे आइदिइराखेको हुन्छ अगाडि अगाडि, मान्छे यत्तिकै हिँड्नु नि त बाटोतिर, त्यही भएर नारायण हिटी या फिल्म दरबारै यो चाहिँ थाहा भएन गाइस। सही छ खतरनाक हाम्रो नेपालमा त फेरि खतरा छ नि फेरि यस्तो कुराहरू त दामी छ। फेरि आन्दोलनको बेला त फेरि खतरनाक हुन्छ नि त, फेरि खतरनाक बाटघाटै नि हेर्नुपर्छ पुरै के, पुरै जलेको केटाहरू फेरि उस्तै हुने जलाइदिने अर्काको प्रपर्टीमा पनि। ठिकै छ, अब त्यो के भन्नु, अब मैले चाहिँ केही भन्न मिल्दैन अरूको प्रपर्टीमा। म चाहिँ गएको थिएन है केटा हो, म गइनँ। मान्छेले नजानु भन्नुभयो अनि नगइदिएको। जानु त पर्थ्यो तर नजानु भन्नुभयो, त्यही भएर जस्ट घुम्नलाई निक्लिँदैन कहिले, घुम्न गइँदैन, त्यही हो।
पनि लाग्दैन अब त बालै छैन भिडियो बनाउनु त के लाज लाग्नु म्याच सरी है ठाडा बोल्दै त्यसको लागि माफ पाऊ सबैजनासँग जस्तै अब कस्तो टाढा छ यार भर्खर यता पुगिरहेको छु म भर्खर यतै हो अब कतिखेर पुग्ने थाहा छैन कि लामो जस्तो हात दुखिसक्यो मेरो नयाँ खराब हुन्छ अरे यस्तो भयो भने त यस्तो शीतल शीतलमा हिँड्ने हो बस्ने हो काम दाम छैन मेरो हुने खानदान छैन नेपाल पुलिस आई एम फ्रम नेपाल आर्मी आई एम दिस इज नेपाल आर्मी हिजो छोरा हो गोर्खालीको छोरा हो नि त म गोर्खालीको छोरा भएपछि त्यतिको त गर्नै पऱ्यो नि त गोर्खालीको छोरा नेपाल आर्मी पछि पछि बन्दुक लिएर देखाउला नि केटाहरूलाई किन टेन्सन सेलेक्सन भएपछि बन्दुक केटा बन्दुक बन्दुक लिएर देखाइदिउला नि त अलिअलि चाहिँ रहेछ है मेरो केटाहरू बोर्डिङको बच्चाहरू यसो हल्ला गर्दिनँ कि भिडियो बनाएपछि त ठिक छ हल्ला गर्नुपर्छ भएको बेला त्यही त हो ल हल्ला गर्नुपर्छ है केटा हल्ला गर्नुपर्छ सपोर्ट पनि गर्नुपर्छ नि फेरि उत्तिकै ल यहाँ चाहिँ सही ठाउँ रहेछ क्या भिडियो बनाउनु यस्तो दामी निक्लिँदो रहेछ कि त्यो भ्यू छ यार छेउ कति टाइम लाग्ने थाहा छैन गाइज अब 5-10 मिनट लाग्थ्यो होला धेरै पनि धेरै त्यसपछि हामी पुगिहाल्यौँ है पुगेपछि म देखाइहाल्छु तपाईँहरूलाई म चाहिँ केटा हो निक्लिसकेको त्यहाँबाट म चाहिँ केटा हो निक्लिसकेको लास्टै घाम थियो अहिले त त्यही सम्पर्क मिटियो आज यस्तो सम्पर्क गर्ने अब हाम्रो चाहिँ बुधबारतिर पर्ने रहेछ मङ्सिरको पुस माघ कति गते माघ 7 गतेतिर होला बुधबारको दिन पर्ने रहेछ त्यही भएर बुधबारतिर आउनुपर्ने भयो अनि माघ सङ्क्रान्ति घर जाऊँ कि नजाऊँ भइरहेछ अलिक समस्या छ पैसाको पनि अभाव त्यही भएर है त पैसाको समस्या छ अलिक त्यही भएर यसो भनौँ न अब चाहिँ रुम जाँदै हो क्याम्पमा गइदिएन अहिले अब यतिखेर नजाने त्यही भएर केटाहरूसँग यसो घुम्ने भनेको राम्रै छ रमाइलो जिन्दगी अब मङ्सिर माघ 7 गतितिर बोलाएको बुधबारको दिन मलाई चाहिँ एकदमै खुसी लागिरहेछ अब आउनु पऱ्यो होइन त्यही त रमाइलो भयो भने ठिक हो नभए पनि ठिकै हो आफ्नो भाग्यमा हो के हुन्छ ल त गाइज अब चाहिँ नेक्स्ट भिडियो अर्को भ्लगमा आउँछ है त्यसैले बाई सबैजनालाई